दाइ ल गुड मर्निङ ह्यापी बर्थडे यार दादा खिर खिर खाइदिए खाउँ त खिर यो ल साँच्चै बर्थडे त होइन होला हिजो दिपेशले त्यो देखाएको थियो नि मैले किनेर पठाइदिएको हो कि ए हो दाइले चक्लेट त बाँडी राख्नुहुन्छ नि दाइले ए दाइको बर्थडे दिल्ली दाइले चक्लेट बाँड्नलाई त कुनै उ नै चाहिन्न नि त्यही भने कपाल काटेर राख्नु नि आज त्यही हिरो भएर खै यता साइड लुक दिनु न साइड लुक कडा खै हिजोको हजुर हिजो मैले नि दाँत सफा गरेर नि यस्तो अरे मेरोमा फ्लोराइड धेरै छ अरे होइन फ्लोराइडको कमी छ अरे त्यही भएर चाहिँ अब यो यस्तो भइरहेको छ अरे त्यही भएर अब यो कि त लङ टर्म ट्रिटमेन्ट गर्नु पर्यो अरे नभए चाहिँ यसरी सफा गर्न आइराख्नु पर्छ क्या अब जति सफा गरे नि यस्तै हो यस्तो जङ्क फुड चाहिँ नखानु भनेको थियो अब खाइहाल्छु देखिहाल्नु हो हिजो भातुटी नि गएको मैले दादाको झोलामा चम्चा हालेको दादाले थाहा नपाउने गरेँ अनि बाहिर ट्राफिक त्यो गाडाहरूले छोपेर धन्न पुलिस बोलाएर हाम्रो दादालाई लगेन खिर ल्याएर आएको नि इन्डक्सनमा पकाएको कस्तो हुन्छ टेस्ट गरिदिनु त्यस्तो हुन्छ हामीले क्यान्टिनमा त जहिले इन्डक्सनकै हो खाना खाने हजुरले केमा खानुहुन्छ यसमा खानुहुन्छ कि कति खानुहुन्छ भन्नु सबै हिजोदेखि हो हिजो बेलुकादेखि हो के लहरको त्यसले खानु नसक्यो अझै खाने भएको हड्डी पनि सुक्थ्यो आउने बित्तिकै पिटेको नि मलाई अघि मम्मीसित बोलिरहेको छु गाडामा झ्याममा हान्दैन ल्यापटप ब्ल्याक आउट भइगइलस ए म त दाइ यो मेरो होइन नि दाइ भन्दै म भनिसकेँ ल हुन्छ ल आउनु जाम कस्तो राम्रो देखेको म त आम्मा हाइट यताबाट देखिन ओ यो यस्तो गऱ्यो भने चाहिँ देखिँदो रहेछु जे नि भनिदिने कि यो होइन मैले नाइट भिजनवालै मागेँ हो नपाएर हो कि यसको चेन्ज गर्न मिल्छ तर यो पनि ठिकै यो पनि राम्रै छ नाइट भिजन गर्छु यार म त आज भनेपछि बाइक चलाएको पनि भिडियो हेर्नु भयो यार आज दाइले बाइक चलाउँदैछ तर ए देखिनु भएको रहेछ ल ठिक छ हिजो भने चाहिँ यही जानु हो भाटपेटे नि कि कताको होइन उता दादा उठाउनु ए अहिले फेरि मलाई त्यत्रो रही सम्झिनु भएछ कि मलाई भाइजरमा नि पावर हाल्नु पर्यो अब अनि त कसैले लाउँदैन मेरो हेलमेट त अनि प्राइभेट हेलमेट हुन्छ अनि हुन त कसैले लाउँदैन लाउनु त यसो चलाउने मान्छेले आफ्नो लागि आफ्नै ल्याउनु पर्छ कि त भाइजर लाउनु भएन अझै ल्यापटप ब्ल्याकआउट भएर फेरि पनि ब्ल्याकआउट भयो अनि बनाउन जाँदैछ यसको ल्यापटप हो यसो हो नि कम्प्लेन हान्नु पऱ्यो यो ल्यापटपलाई यो ल्यापटपको कम्पनी कहाँ छ अब हामी यहाँ त्यो छाप हान्न लाउनु पर्छ त्यहाँ डिस्काउन्ट हुन्छ स्टार मलको छैन क्या यहाँको राखेर मैले त जति अस्ति किन्न आएको दिनमा त मैले तिरेँ टेन्सन छ ल्यापटपमा फेरि प्रब्लम आयो लिफ्ट रहेछ त 5 तलामा मात्र जान्छ ए हो र माथि नै हालिदिन्छु पैसा नि माथि नै हालिदिन्छौँ माथि नै हालिदिँदा भयो हजुरले पनि त्यहाँबाट क्यास दिँदा भयो होइन कुन हो यो हो भनेको ल दाइलाई चिता पर्छ जस्तो छ बस्ता गोटी नि पऱ्यो आउनु ल
चक्लेट चाहिँ हिजो नपरेर दिइराख्नु भयो त छिटो परेपछि भाग्नेहरूलाई आउनु हेर्दैन पार्किङ यो आउनै पर्छ क्या हाम्रो त चक्लेट दिन्छु भने चाहिँ केक प्याकेट एक हामीलाई एक प्याकेट चक्लेट अभिषेक बस्ताकोटी एबिआई हसी के बस्ताकोटी होइन होला बास्ताकोटी भन्छ होइन र ल दाइको चित्ता पर्नेवाला लौ छिटा परोस् सुजी चक्लेट खानु पाइयोस् पाइयो जान्दै मेरो आशीर्वाद चलो मल्टिटास्किङ सबै राम्रोसँग गर्नु हुँदो रहेछ है के भएको थियो हुनु चाहिँ खास गरी यस्तो गर्दाखेरि स्याबास दिँदाखेरि लगाइरहेको यो हुन्छ भन्ने त